परस्त्रीसँग प्रेम 2021 तिर लेखेको यो कथा प्रेम कथा धेरैले रुचाउनु भएको थियो। त्यति बेला थोरै भाग सुनाएकी थिएँ, आज पुरै सुनाउँछु। हाम्रो समाजमा पनि कहिलेकाहीँ एउटाका श्रीमान एउटीकी श्रीमती मन पर्छ, हाम्रो समाजमा नि यस्ता घटना घट्छन् भनेर समेटेर लेख्न खोज्दैछु। यो सही कि गलत त्यो सबै व्यक्तिगत रूपमा फरक फरक विचारहरू हुन्छ। मैले सुनाएको कथा चाहिँ कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनु होला। कथामा म पात्र चाहिँ पुरुष छ भन्दै आजको कथालाई सुरु गर्छु है त। साथै यस्तै खालका कथाहरू युट्युब च्यानल यो वनमा बरालिदा च्यानलको नामै यो वनमा बरालिदा छ, त्यहाँ गएर सुन्न नि सक्नुहुन्छ। म फेसबुकमा पनि सुनाउँछु भन्दै भिडियोलाई सुरु गर्छु है त। परस्त्रीसँग प्रेम। होटलमा आज पनि उनी भन्दा म पहिले आइपुगेको रहेछु। हामी बेला बेला लुकी लुकी भेट्ने गर्थ्यौँ। हाम्रो भेट्ने ठाउँ सधैँ जस्तो एउटै हुन्थ्यो। हामी दुवैको बिहे भएको थियो। उनका पनि श्रीमान छन्, मेरी पनि श्रीमती छिन्, तर हामी दुवैको प्रेम बसेको थियो। मेरा 2 छोरा, श्रीमतीसँगको परिवार छ, मेरो आफ्नै निजी अफिस छ। उनको श्रीमान अब विदेशबाट आउने कुरा भएको छ, त्यसैले श्रीमान आउनु अगाडि भेट्ने कुरा भएको थियो र हामी सधैँ भेट्ने होटलमा आएर म उनको प्रतीक्षामा बसेको छु। कुरा आजभन्दा 2 वर्ष पहिलेदेखिको हो। म आफ्नो कामले बाइकमा अफिस जाँदै गर्दा उनले आफ्नो 6 वर्षको छोरालाई विद्यालय पुर्याउन आएकी हुन्छन्। पहिलोपटक मैले उनलाई त्यहीँ देखेको हुन्छु, तर हाम्रो कुरा चाहिँ हुँदैन। म उनलाई देख्छु, तर उनले मलाई ख्याल गर्दिनन्। न मोटी न पातली, भद्र देखिने, शिरमा सिन्दुर लगाएकी, काली काली हँसिली स्त्री, सुरुवालसँग टी सर्ट लगाएकी, कपाल पछाडि बाँधे जस्तो तर धेरै कपाल बाहिर हावामा उडेको, साथमा छोराको झोला एउटा हातले बोकेकी, अर्को हातले छोराको हात छोपेकी उनीमा मेरो नजर बढेको थियो। दिनदिनै म अफिस जाँदै गर्दा उनले आफ्नो छोरा विद्यालय पुर्याउन आउने गर्थिन्। उनी स्त्रीसँग बोल्न मन लाग्छ, खै पहिलो नजरमै आफ्नो मान्छे हो जस्तो लाग्छ। खै कसो कसो गर्दा उनलाई मैले फेसबुकमा भेटाउँछु र एड गर्छु। हामी फेसबुके साथी हुन्छौँ, हाम्रो कुरा हुन्छ। कुरा हुँदै जाँदा उनी म बस्ने सहरको एउटा घरमा भाडामा बसेको र आफ्नो 6 वर्षको छोरालाई पढाउने गर्ने कुरा थाहा पाएको हुन्छु। साथै यो पनि थाहा हुन्छ उनका श्रीमान विदेशमा छन्। मैले पनि सबै कुरा बताएको हुन्छु आफ्नो बारेमा। उनी आफ्नो छोरा विद्यालय छोड्न आउँदा प्रत्यक्ष बोल्न नसके पनि उनी मुसु मुसु मुस्कुराउने गर्छिन्। म पनि मुसुक्क हाँस्दै जान्थेँ। त्यो 5 सेकेन्डको देखादेखले मनमुटु खुसीले नाच्ने गर्थ्यो। फेसबुकमा दिन प्रतिदिनको कुराकानीले हामीलाई नजिक बनायो। बिस्तारै उनीसँग बोल्ने बानी बसिसकेको हुन्छ। म्यासेजमा मात्र कुरा भएको हुन्छ, तर एक दिन मैले भिडियो कल नै गर्छु। पहिलोपटक उनको आवाज भिडियो कलमा सुन्छु। आहा, कस्तो मिठो आवाज लागेको थियो। खै डरले हो कि लाजले खासै कुरा हुँदैन। न उनी बोल्न सकिन् न म। बिस्तारै बिस्तारै म्यासेज छोडेर कल र भिडियो कलमा नै कुरा हुन थाल्छ। म आफ्नो निजी अफिसमा बसेर बोल्थेँ, उनी आफ्नो भाडाको कोठामा बसेर। म उनको श्रीमान कुन देश हुनुहुन्छ, के गर्दै हुनुहुन्छ यस्तै सोध्थेँ। केही अप्ठ्यारो परेमा मलाई सम्झाउनु भन्थेँ। उनी कति खुसी हुँदै हस् भन्थिन्। उनले पनि म र मेरो परिवारको बारेमा सोध्थिन्। म सबै दुःख सुख सुनाउँथेँ। कसम उनलाई मनको हरेक कुरा बताउन मन लाग्थ्यो। जुन कुरा म आफ्नो श्रीमतीलाई भन्न सक्थेन त्यो कुरा उनलाई सजिलै भन्थेँ। साँच्चै भन्नुपर्दा मलाई परस्त्रीसँग प्रेम भएको थियो। कहिलेकाहीँ लाग्थ्यो मेरो साँचो प्रेम हुँदैछ, त्यो पनि अर्काको श्रीमतीसँग। प्रेम गर्नलाई बिहे नै गर्नुपर्छ भन्ने छैन। विवाह भनेको स्त्री पुरुषको बीचमा श्रीमान र श्रीमतीको सम्बन्ध कायम बनाउने धार्मिक र सामाजिक कार्य मात्रै त रहेछ। विवाहपछि पनि त प्रेम हुन्छ। विवाह एउटासँग प्रेम एउटासँग पनि हुन सक्ने रहेछ। हो, आज कता कता त्यस्तै लागेको छ। अर्काको श्रीमती तर कस्तो माया लागेको थियो, यो कुरा यही मनलाई थाहा थियो। अब त सधैँ अफिस जाँदा उनी छोरालाई विद्यालयमा पुर्याउन आउँदा बाइक रोकेरै बोल्न थालेको थिए। उनी मलाई नमस्ते गर्दै आफ्नो छोरालाई अङ्कललाई नमस्कार गर भन्दै भन्थिन्। म असाध्यै खुसी हुन्थेँ। उनको छोरालाई बाबु भन्थेँ। बाबुलाई सधैँ मिठाई दिने न्युमा उनीसँग बोल्ने गर्थेँ। उनी जिस्किए जसरी मलाई खै त मिठाई भन्थिन्। हामी एकअर्काको मोबाइल नम्बर पनि राखेका थियौँ।
कहिलेकाहीँ नेट नचल्दा बत्ती नआउँदा हामी फोनमा बोल्ने गर्थ्यौँ, तर हामी रातिमा बोल्ने गरेका थिएनौँ। उनी आफ्नो श्रीमानसँग बोल्थिन्, म आफ्नो परिवारसँग हुन्थेँ। हाम्रो समाजमा अर्काका श्रीमान श्रीमतीसँग हाँस्ने बोल्ने गर्दा हेर्ने नजर फरक छ, त्यसैले पनि हामी परिवारको अगाडि कुरा गर्थेनौँ। तर दिन प्रतिदिन हाम्रो माया गाढा हुँदै गयो, हामी एक पल पनि नबोली बस्नै नसकिने हुन लागिएछ। म समय मिल्दा रातिमा उनीसँग बोल्ने गर्थेँ। प्रेम प्रस्ताव त राखेको थिएन, तर उनले मलाई र मैले उनलाई मन पराउँछौ भन्ने कुरा मनले बुझ्न थाल्यो। पर स्त्रीलाई मन पराए भन्दैमा घरको श्रीमतीलाई हेला गरेको चाहिँ होइन, साँच्चै प्रेम एकपटक होइन पटक पटक हुने रहेछ भन्ने कुरा बुझेँ। मेरो श्रीमतीसँग बिहे सम्बन्धको प्रेम थियो। प्रेम भएर त 2 छोरा भएको थियो। बिहेपछि अरू मनै नपर्नु, अरू राम्रो नलाग्नु त होइन नि। प्रेम जहाँ र जहिले जोसँग पनि हुन सक्ने रहेछ। यस्तै मेरो पनि अहिले यो उमेरमा स्त्रीसँग प्रेम भयो। म त मेरो श्रीमतीलाई जति माया गर्छु, उनी पनि आफ्नो श्रीमानलाई त्यति नै माया सम्मान गर्छिन्। तर पनि हामी 2 परिवारमा कसैले गाह्रो नपर्ने गरी खुसुक्क प्रेममा थियौँ। हामी बीच प्रेमका मात्रै कुरा हुन लाग्यो। प्रेमको कुराले कता कता प्यास र आशका कुरा उनले गरे जस्तो पनि लाग्थ्यो। हुन पनि हो, विदेशी बुढा, कहिलेकाहीँ उनको पनि मन हुँदो हो। पैसाले मात्रै सबै कुरा कहाँ पुग्छ र केही कुरा त पैसाले पनि किन्न नसकिने, लाज लाग्ने हुन सक्छ। तर मलाई उनी बोलिदिए मात्रै पुग्थ्यो। म 2 छोराको बाउ, साथमा श्रीमती भएको मान्छेलाई यौनको प्यास लाग्नु कुनै नौलो कुरा होइन। उनको छोरा विद्यालयमा हुँदा म धेरै पटक उनको कोठामा गएको छु। एउटा बन्द कोठाभित्र हामी 2 मन सम्हाल्न धेरै गाह्रो। सुरुमा गएर चिया खाएर फर्किने म, बिस्तारै चियाले मन बुझाउन सकिएन। चियापछि खाजा, खाजापछि खाना, भात र भातपछि रातसम्मको सम्बन्ध भयो। चिया खाएदेखि रात खाएसम्मको हाम्रो सम्बन्ध चलिरहेको छ। कहिलेकाहीँ त घरमा र यता एकैपटक खुसी पनि बनाएको दिन छन्। मलाई उनी संसारकै प्यारो लाग्छ। म उनको खुसीको लागि मर्न पनि तयार होइन। कति साह्रो माया लाग्यो है यो परस्त्रीको, अचम्म लाग्छ। उनको कोठामा धेरै पटक जाँदा शङ्का हुन्छ भनेर हामी एउटा होटलमा पनि जाने गर्थ्यौँ, जहाँ सम्बन्ध बुढाबुढीको राख्थ्यौँ। कहिलेकाहीँ रातै बिताउने गरी बाबुलाई पनि सँगै लैजाने गर्थ्यौँ। होटलको बन्द कोठाभित्र उनी र म अनि निदाएको बाबु। रातलाई नसुताएरै हामी उठेका रात पनि ताजै जस्तो लाग्छ। शारीरिक सम्बन्ध नै नराखेर बिताएका साथ र रात पनि धेरै छन्। केही दुःख सुखका पलमा उनी मेरो काखमा रोएकी, म उनको काखमा रोएका पनि थियौँ। आजसम्म उनको श्रीमानले शङ्का नगरे पनि मैले धेरै नै मोबाइल चलाउँदा कहिलेकाहीँ मेरो श्रीमतीले शङ्का चाहिँ गरेको पनि हो। तर म मायाले कुरा मिलाएपछि सबै ठिक भएको थियो। आफ्नो श्रीमान अरूसँग लाग्छ कि भनेर चिन्ता लिनु, अरू महिलासँग बोल्दा रिस गर्नु पनि स्वाभाविक नै हो। एउटा मात्र फुल मन पराउनु पर्छ भन्ने कहाँ छ र? गुलाफ मात्रै प्यारो, अरू फुल नराम्रो भन्ने त होइन नि। कसैलाई गुलाफ पनि मनपर्छ, मखमली पनि मनपर्छ र लालीगुराँस पनि मनपर्छ। हरेक फुलको आफ्नो विशेषता हुन्छ। हो, मलाई घरको फुल पनि प्यारो र परको फुल पनि प्यारो लाग्छ। करिब 2 वर्ष हुन लागेको थियो सम्बन्धमा बसेको पनि। कहिले दुःख, कहिले सुख, कहिले झगडा, कहिले रिस पनि भएकै हो। तर झगडा र रिसमा पनि अथाह माया थियो। उनका श्रीमान अब विदेशबाट आउने कुराले मलाई कता कता चोट पुर्याएको कुरा मेरो मनलाई मात्रै थाहा छ। हुन त उनका श्रीमान नै परे। म मेरो श्रीमतीसँग हुँदा छुँदा उनलाई पनि कता कता चोट लाग्थ्यो होला, मलाई भन्न नसकेको हुनुपर्छ। अहिले मलाई यस्तै लागेको छ। श्रीमान आएर के भयो र? हाम्रो माया सम्मान एकअर्कालाई छँदैछ नि भन्छु मनमनै, तर पनि खै कस्तो कस्तो लाग्छ। अचानक कसैले ढोका ढकढकाउँछ। म जसँग हुन्छु पक्कै उनी हुनुपर्छ। म उनको कल्पना साथै विगतका कुरामा हराएको रहेछु। म ढोका खोल्छु। करिब 30-35 मिनेटपछि उनी आएकी हुन्छन्। मलाई देख्ने बित्तिकै अँगालोमा बेरिँदै, म तपाईँ बिना बाँच्नै सक्दिनँ भन्छन्। उनी एक्लै आएकी रहेछिन्। बाबु विद्यालयमा हुनुपर्छ। हामी ढोका लगाउँछौँ र दुःख सुखका कुरा सम्झिँदै कहिले रुन, कहिले हाँस्न थाल्छौँ। परस्त्रीसँग प्रेम भाग 2। होटलमा त्यो रात सँगै बिताएपछि अर्को दिन उनी र उनको सानो छोरालाई घर नजिकै पुर्याएर फर्किन्छु।
मनमा नरमाइलो लागेको थियो। त्यो रात होटलको 4 भित्ताभित्र हामी धेरै रोएका थियौँ। म त छोरा मान्छे, रुनु हुँदैन भन्छु, तर मन कहाँ मान्दो रहेछ र। उनको अगाडि सानो बच्चा जसरी रोइरहन्छु। कहिले उनी रुन्छन्, म फकाउँछु, सम्झाउँछु, कहिले म रुन्छु, उनले सम्झाउँछिन्। उनको श्रीमान विदेशबाट आए पनि हामी हाम्रो सम्बन्ध कायम नै राख्ने, समय मिल्दा बोल्ने भेट्ने कुरा भयो। साथै उनले श्रीमानलाई चिनेको सर हो भन्दै आफ्नो श्रीमानको साथी बनाउने कुरा पनि भएको थियो। आज करिब करिब 5-6 दिन भएको थियो हामी होटलबाट छुटेको, तर पनि कुरा भइरहेको छ। म अफिसमै सानोतिनो काम गर्दै थिएँ। परस्त्रीको फोन आउँछ, म हतार हतार फोन उठाउँछु। भोलि उनका श्रीमान आउँदैछन् रे, उनले भन्छन्। मनमा तिखो सियो गढे जस्तो हुन्छ, तर पनि मन सम्हाल्दै ठिकै छ नि भन्छु। उनी कता कता खुसी अनि कता कता दुखी छिन् होला सायद। म आँखाको डिलमा आँसु भरेर मलाई नभुल्नु है भन्छु। उनी बोल्नै सक्दिनिन् सायद। उनी रुँदै छिन् मैले महसुस गरेँ अनि फोन काटिदिएँ। मलाई उनको श्रीमान विदेशबाट आउने कुराले रुनु कि हाँस्नु बनायो। मलाई थाहा छ यो सब गर्नु राम्रो होइन, तर पनि खै के हो, यो मेरो मनलाई के भयो, परस्त्री झन् धेरै मन पर्न थाल्यो। यो मन पनि अचम्मको हुँदो रहेछ। बिहेपछि पनि यस्तो मन पर्ने कोही भेटिने रहेछ। मैले केही जबरजस्ती पनि गरेको छैन। घरको श्रीमतीलाई पनि खुसी बनाएकै छु। अब मेरो मनलाई उनी मन पर्यो त के गरौँ भन्छु। म पागल जस्तो हुन्छु। म सही कि गलत छुट्याउन सक्दैन। म रातभरि निदाउन सक्दैन। मेरो श्रीमती छेउमा मस्त निदमा छिन्। म मेरो श्रीमतीको अनुहार हेर्छु। म यसरी श्रीमतीसँग बसेको छु, भोलि उनी पनि आफ्नो श्रीमानको काखमा निदाउँछिन्। खै उनलाई मेरो याद आउला कि नआउला। मनलाई मनले सम्हाल्दै फेरि सोध्छु, होइन उनको श्रीमान हो, उनले जे पनि गर्न पाउँछिन्। म को नै हो र? जिन्दगीको यात्रामा भेटिएको परपुरुष मात्रै मेरो आँखाको छेउबाट आँसु बगेर कानसम्म पुग्छ। म मेरो श्रीमतीलाई छोड्न पनि सक्दैन, परस्त्रीलाई भुल्न पनि सक्दैन। यो कस्तो दिन आयो भगवान भन्दै एउटा कुनामा भएको भगवानको फोटो हेर्दै रुन्छु। यतिकैमा मोबाइलमा बत्ती बल्छ, त्यहाँ उनको म्यासेज आएको हुन्छ। म्यासेज देखेर म आवाज दबाएर रुन्छु। म्यासेजमा लेखिएको थियो, म तपाईँ बिना बाँच्न सक्दिनँ र मेरो श्रीमानलाई पनि छोड्न सक्दिनँ। म केही लेख्न खोज्छु, आँखामा आँसु धमिलो बनाउँछ, 2 थोपा आँसु मोबाइलमा खस्छ। म सधैँ तिम्रो हो, म सधैँ माया गर्छु, साथ दिन्छु, मलाई कहिल्यै नभुल्नु है, मात्रै यति लेखेर पठाउँछु। उताबाट म्यासेज आउँदैन। सायद उनको म्यासेजले मलाई रुवाए जस्तै मेरो म्यासेजले पनि उनलाई रुवाएको हुनुपर्छ। धेरै पछि फेरि एउटा म्यासेज आउँछ, पिर चिन्ता नलिनु, हामी एक असल खास साथी हो, अब सुत्नुस् है, लेखिएको थियो। मैले पनि तिमी पनि पिर चिन्ता नलेऊ है भन्दै तिमी पनि सुत है लेखेर पठाउँछु। आँखामा आँसु लिँदै निदाउने कोसिस गर्छु। रातभरि रोएर होला बिहान मिठो निद निदाउँछु। मेरो श्रीमतीले उठ्नुस्, कति सुत्नु भएको आज तपाईँ भन्दै उठाउँछिन्। म झसङ्ग हुन्छु अनि जुरुक्क उठेर घडी हेर्छु। घडीमा 8:30 बजिसकेछ। मेरो अगाडि मेरो श्रीमती छिन्, तर मन उतै परस्त्रीमा पुग्छ। सोध्छु अब त उनका श्रीमान पनि आउने बेला भयो होला। उठेर हातमुख धुन्छु, चिया पिउँछु। म हातमा मोबाइल लिएर उनको हिजो रातिको म्यासेज हेर्छु। हिजोसम्म बिहानै म्यासेज पठाउने म आज पठाउने हिम्मत आउँदैन। मलाई डर लाग्छ कतै मैले पठाएको म्यासेजले उनको जिन्दगीमा असर त पर्दैन। म यस्तै सोचेको हुन्छु। म खाना खाएर अफिसतिर जान्छु। अफिस जाँदा उनी आफ्नो बाबुलाई विद्यालय पुर्याउन आउने गर्थिन्, तर आज आइनिन्। म अफिस पुगेर यताउता सानातिना काम गर्न थाल्छु। तर यो मन किन छटपटी रहेको छ, अधुरो अधुरो जस्तो लागेको छ। म्यासेज कल आउँछ कि भनेर पटक पटक मोबाइल हेर्छु, तर न त कल आउँछ न त म्यासेज आउँछ। मेरो मन कुन बेला उनलाई भेटु, देखु, बोलु भनेर आतिन्छ। दिनभर उनलाई सम्झेर, बितेका पल सम्झेर साँझ परेको पत्तै पाउँदिन। म अफिसबाट फर्कन्छु। खाना खाएर बिस्तारामा पल्टिँदै मोबाइलमा फेसबुक खोल्छु। फेसबुकको भित्तामा सुरुमै उनको पोस्ट आउँछ, जसमा उनी, बाबु र उनको श्रीमानको फोटो हुन्छ, जसमा लेखिएको हुन्छ मेरो मुटुसँग वर्षौं पछिको भेट।
मलाई कता कता रिस उठ्छ अनि कता कता माया लाग्छ। मैले पनि त कहिलेकाहीँ मेरो श्रीमतीसँग घुम्न जाँदाका तस्बिरहरू फेसबुकमा राख्थेँ। उनलाई कस्तो मिठो कमेन्ट गर्थिन्। उनलाई पनि त रिस उठेको थियो होला, तर मनको कुरा मनले बुझेकी थिइन् होला। म पनि त्यो पोस्टमा कति राम्रो परिवार भन्दै कमेन्ट गर्छु। उनलाई अनलाइनमा पनि देख्दैन। मनमा अनेक कुरा सोच्दै निदाउन थाल्छ। मेरो श्रीमती मेरो छातीमा आएर टाँसिँदै सुत्छिन्। मेरो मनले सोचिहाल्यो कतै यति बेला उनी पनि यस्तै गर्दैछिन्। रातभरि म निदाउन सक्दैन। करिब करिब रातिको 2 बजेतिर परस्त्रीको एउटा म्यासेज आउँछ। धेरै सम्झेकी छु, म समय मिल्दा कल म्यासेज गर्छु लेखेको हुन्छ। म हस् भनेर पनि म्यासेज पठाउन सक्दैन। उनीसँग मेरो प्रेम थियो, तर पनि उनलाई कसैले छोएको सम्झिँदा मलाई नरमाइलो लाग्थ्यो। मेरो श्रीमती निदमै चले जस्तो गर्छिन्। म निदाएको नाटक गर्छु। म मेरो श्रीमतीलाई हेर्छु अनि सोच्न थाल्छु, मलाई कुनै शङ्का नगरी चोखो माया दिने मेरी श्रीमती हुँदाहुँदै यो मनले किन परस्त्रीलाई मन परायो होला। फेरि लामो सास फेर्दै मनै त हो जे पनि हुने रहेछ भनेर सोच्छु। मेरो श्रीमतीले उनीसँगको सम्बन्ध थाहा पाएको र उनलाई चोट पुर्याएको भए पो गल्ती पाप हुनु। मेरो श्रीमतीलाई पनि त माया गरेकै छु। यस्तै सोचेर कुन बेला निदाएछु थाहा पाउँदैन। लगभग 10-12 दिन बितिसकेको हुन्छ उनका श्रीमान आएको र हाम्रो खासै कुरा नभएको। आजभोलि त उनको बाबुको विद्यालयको पनि बिदा रहेछ। होइन भने त एक दिन भेट त हुन्थ्यो होला। यतिका दिनमा हाम्रो खासै कुरा हुँदैन, तर जति बेला कुरा हुन्थ्यो धेरै मिठो कुरा हुन्थ्यो। तर थोरै समय मात्रै उनी एक्लै भएको मौका पारेर फोन गर्ने अनि कुरा गर्थ्यौँ। मलाई समय मिल्दा उनलाई समय नमिल्ने, उनलाई समय मिल्दा मलाई समय नमिल्ने पनि हुन्छ कहिलेकाहीँ। यसरी लुकी लुकी माया गर्दा त झनै बढी माया पो लाग्न थाल्यो परस्त्रीको। यतिकैमा उनको फोन आउँछ। म फोन उठाउँछु अनि खुसीले पागल हुन्छु। उनले भनेकी हुन्छन्, मेरो श्रीमान केही समयका लागि सहरबाट बाहिर जानुभएको छ। हामी पहिलेको होटलमा साँझ भेटौँ है त। म हस् भन्दै मक्ख पर्छु। साथै हाम्रो कलमा धेरै कुरा हुन्छ पहिले जस्तै। अब त कति बेला साँझ होला र उनलाई भेटौँ हुन्छ। म कपाल दारी काटेर साँझ त्यो सधैँ भेट्ने होटलमा उनको पर्खाइमा हुन्छु र सधैँ जस्तै आज पनि म पहिला आएको हुन्छु र केही छिनमा उनी र उनको छोरा, जसलाई मैले बाबु भन्छु, उनी आउँछन्। म बाबु र उनलाई सँगै अङ्गालोमा लिन्छु। खुसीले हामी दुवैको आँखाबाट आँसु आउँछ। छिटो छिटो खाना खाएर बाबु निदाउँछ अनि हाम्रो कुरा सुरु हुन्छ। मेरो काखमा पल्टिँदै मलिन स्वरमा मैले धेरै सम्झिएँ तपाईँलाई भन्छन्। म पनि आफूलाई सम्हाल्दै मैले पनि बिर्सिएको पल छैन भन्छु। हामी कुनै शारीरिक सम्बन्ध नराखेर रातैभरि दुःख सुखका कुरा गर्छौँ र अर्को बिहान उनलाई उनको कोठा नजिकै छोडेर फर्किन्छु। साथै उनको श्रीमान नआएसम्म बेला बेलामा भेट्ने कुरा पनि हुन्छ। हामी पहिले जस्तै सम्बन्धमा रहेका हुन्छौँ। 5-6 दिन पछि उनका श्रीमान आएको थाहा हुन्छ र फेरि हामी लुकी लुकी बोल्छौँ। हामी आफ्नो संसारमा रमाएका हुन्छौँ, दुवै परिवारलाई असर नहुने गरी। सधैँ जस्तै म अफिसमा सानोतिनो काममा व्यस्त हुन्छु। दिउँसोको 12:30 बज्दै थियो, उनको फोन आउँछ। उनी फोनमा रुन्चे स्वरमा भर्खरै भेटौँ भन्छन्। म अचम्म पर्छु। अहिले त उनको श्रीमान घरमै छन्, तर किन यसरी अचानक भेट्ने कुरा गरिन् भनेर। उनी भेटेर सबै कुरा भन्छु भन्दै सधैँ भेट्ने होटलमा आउनु भनेर फोन काटिन्। म दिउँसोको करिब 1 बजेतिर होटलमा पुग्छु। मलाई फेरि अचम्म लाग्यो। सधैँ म पहिले पुग्ने होटलमा आज उनी पहिले आएकी रहेछिन्, त्यो पनि एक्लै। उनी ढोका लगाएर मेरो अङ्गालोमा टाँसिँदै रुन्छिन्। मैले के भयो भन्छु। उनी आफ्नो मोबाइलमा केही तस्बिर र म्यासेज अनि फोटा देखाउँछिन्। मलाई असाध्यै नरमाइलो लाग्छ। त्यो मोबाइलमा उनका श्रीमान अर्को कुनै स्त्रीसँग टाँसिएर खिचेका तस्बिर हुन्छन्। साथमा उनको श्रीमान र अरू कसैसँग सम्बन्धमा रहेको म्यासेज हुन्छ र विदेशमा हुँदा नेपाली साथीसँग सम्बन्धमा रहेको कुरा प्रष्ट थियो। तर उनको श्रीमानले कहिले पनि उनलाई प्रेममा कमी महसुस गराएका थिएनन्। उनी राति अचानक जाँदा उनको श्रीमानको मोबाइलमा म्यासेज आएको र उनले भेटाएकी रहेछिन्। केही दिन अगाडि सहरबाट बाहिर कामले जान्छु भनेर उनको श्रीमान अर्को स्त्रीलाई भेट्न गएका रहेछन्। घरमा श्रीमान श्रीमती हुँदाहुँदै पनि बाहिर नजर जानु, अरू कोही मन पर्नुको मतलब यो होइन कि घरको श्रीमान श्रीमती मन नपर्नु भनेर। बिहेपछि धेरै मान्छेले कोही यस्तो साथी खोज्दो रहेछन् जुन साथीसँग दुःख सुखका कुरा साट्न पाओस्। हामी दुवै एकअर्काको अङ्गालोमा निशब्द हुन्छौँ। यो चाहिँ भाग 2 थियो।
परस्त्रीसँग प्रेम भाग 3 सुनाउँछु है त। परस्त्री मलाई प्रेम गर्छिन्, तर पनि उनको श्रीमान अरू स्त्रीसँग लागेको थाहा पाएपछि निकै भक्कानिएर मेरो अँगालोमा रुन्छिन्। म पनि भित्रभित्रै धेरै कुरा सम्झिरहेको हुन्छु। जसरी परस्त्रीको श्रीमान अरूसँग प्रेम सम्बन्धमा छ भनेको कुरा थाहा पाएपछि रुन्छिन्, कतै मेरो श्रीमतीले मेरो बारेमा थाहा पाएपछि यस्तै त हुने होला। मन कति दुख्ला, आफू अरू कसैको प्रेममा परे पनि आफ्नो श्रीमान अथवा आफ्नो श्रीमती अरूसँग बाँधिँदा त मन साह्रै दुख्दो रहेछ, मलाई थाहा छ। परस्त्रीले मलाई कति माया गर्छ भन्ने कुरा मलाई हरेक कुरा बताउँछिन् र म पनि बताउँछु। मेरो श्रीमान अरूसँग प्रेममा छ भन्दै बिचरा कहाँ जाउन्, उनको नजिकैको मान्छे म भएर त मलाई सुनाकी होलिन्। म उनलाई केही भन्न सक्दैन, भनु पनि त कसरी, धेरै कुराले मलाई बाटो छेकेको छ। जसरी उनी केही दुःख सुख मलाई बिसाउँछिन्, त्यसरी नै उनको श्रीमान पनि आफ्नो दुःख सुख बिसाउन सम्बन्ध राखेको पनि त हुन सक्छ। हामीले जसरी शारीरिक सम्बन्धलाई पर राखेर अगाडि बढेका पनि त हुन सक्छन्। यो मन पनि अचम्मको हुँदो रहेछ। मन परेको मान्छे मन पर्न छोड्ने रहेछ र मन नपरेको मान्छे मन पर्न लाग्ने रहेछ। कति चञ्चल छ यो मन। कहिलेकाहीँ त लाग्छ जुन कुरा पनि जबसम्म आफ्नो हुँदैन तबसम्म मात्रै खास लाग्ने रहेछ, आफ्नो भएपछि त बिस्तारै महत्त्व हराउँदो रहेछ। परस्त्री मेरो होइनन्, तर पनि यति धेरै खास लाग्छ। मेरो घरमा श्रीमती जुन बिहे नहुँदै खास लागेको थियो, तर त्यो खास अहिले छैन। तर घृणा पनि गरेको चाहिँ होइन। मेरो श्रीमती अरू कसैको प्रेममा छ भनेको थाहा पाउँदा सायद मलाई पनि मन दुख्छ, किनकि ऊ त मेरो आफ्नो हो, खास नहोला तर आफ्नो हो। म परस्त्रीलाई सम्झाउँछु, बिर्स यिनी कुरा, हामी पनि त सम्बन्धमा छौँ, गलत गरेका छैनौँ, उनीहरू पनि त सही छन् कि। तिमीलाई कहिल्यै पनि मायाको कमी महसुस गराएका छैनन्, हेला पनि त गरेका छैनन्। यदि हेला गरेर माया नगरेको भए पो केही भन्न मिल्छ, उनको असाध्यै मिल्ने साथी पनि हुन सक्छ, जस्तै तिम्रो म छु। तिमीलाई सधैँ माया गरिराख्छु, तिमी रुँदा मलाई गाह्रो हुन्छ, नरौ भन्छु। यस्तै धेरै कुरा सम्झाएर 2 घन्टापछि होटलबाट निस्कन्छौँ र आफ्नो बाटो लाग्छौँ। करिब साँझको 4 बज्दै थियो। म अफिसमा बसेर सोच्न लागे, आफ्नो श्रीमान श्रीमतीलाई थाहै नदिई हामी अरू स्त्री पुरुषसँग प्रेममा हुन्छौँ। हामीलाई थाहा छ यस्तो गर्नु राम्रो होइन, तर पनि यो सब किन? के बिहेपछि अरू खास लाग्न नहुने हो र? राम्रो त धेरै देखिन्छ, तर कोही खास लाग्ने रहेछ र आफूलाई मन परेको खास मान्छेसँग शारीरिक चाहना पनि हुने रहेछ। तर सहमतिमा हुन त बिहे भएकोलाई यो नौलो कुरा होइन, तर पनि मन परेको मान्छे प्रतिको चाहना होला। म सोच्छु यति बेला के गर्दैछिन् होला उनी, कतै रोएर बसेकी त छैनन्। किन रुनु पर्यो के, म छु नि उनलाई प्रेम गर्ने भन्छु, फेरि आफैलाई अप्ठ्यारो लाग्छ। उनको त श्रीमान हुन् नि, म भन्दा नि उनै नजिक हुने भए भन्छु मनमनमा। आखिर किन हामीलाई आफ्नो श्रीमान श्रीमती भन्दा अरू कोही खास लाग्छ? परस्त्री मेरो श्रीमती जस्ती राम्री त छैन, तर पनि परस्त्री नै खास लाग्छ। कुनै बेला लाग्छ यो सम्बन्ध राम्रो होइन, घर परिवार नातागोता थाहा पाए के होला, अब अगाडि बढ्नु हुँदैन भनेर। तर कहाँ सकिँदो रहेछ र? अचानक मोबाइलमा एउटा मेसेज आउँछ। मेसेज परस्त्रीको थियो। त्यहाँ लेखिएको हुन्छ, धेरै सम्झिएकी छु राजा। म आँखामा आँसु भर्दै मैले पनि सम्झिएको छु, पिर नलेऊ भन्छु। उनी एउटा मात्रै मेसेजले मलाई फेरि पगालिदिन्छ। उसलाई पिर परेको छ, तर पनि पिरमा मलाई सम्झेकी छ। म अफिसबाट घर जान्छु, मेरो श्रीमतीसँग मिठा गफ गर्छु, खाना खान्छु, सुत्छु। केही दिनपछि परस्त्रीले ती कुरालाई बिस्तारै बिर्सिँदै जान्छिन्। सम्बन्ध पनि राम्रो नै राख्छिन्, बुढासँग पनि अनि मसँग पनि। दिनहरू यसरी लुकी माया गर्दैमा रमाउँदै बितेको छ। हेरौँ यस्तो कहिलेसम्म चल्छ। धन्यवाद। यो थियो परस्त्रीसँग प्रेम। मैले यो आज एकैपटक 3वटै वाचन गरेँ। यति धेरै वाचन लगातार गर्दाखेरि मेरो दिमाग एकदम रिहाए जस्तो फिल भइरहेछ। अनि भिडियो कस्तो लाग्यो? मैले आज यो अडियोमा चाहिँ थियो, मैले यसरी आफै अगाडि उभिएर पढेँ। यसरी पढ्दाखेरि चाहिँ अलि धेरै गाह्रो हुँदो रहेछ। पर स्त्रीसँग प्रेम थियो यो चाहिँ, अनि पर पुरुषसँग प्रेम। यो चाहिँ एउटा पुरुषले महिलालाई मन पराएको थियो अनि पुरुषको तर्फबाट लेखिएको थियो। अब चाहिँ एउटा महिलाले मन पराएको अनि महिलाको तर्फबाट लेखिएको कुरा ल्याउने छु। यदि राम्रो लाग्यो भने तपाईँहरूलाई यो भिडियो चाहिँ कस्तो लाग्यो, भाग 1, 2, 3 नै सुन्नुभयो होला, किनकि बिचबाट सुनेर मेसो पाइन्न।
च्यानल भिडियोको विषय राम्रो लागे पर च्यानललाई पेजलाई सब्सक्राइब फलो गरिदिनु होला। मेरो विधा चाहिँ यौन साहित्य हो। म धेरै जसो स्त्री पुरुषका सम्बन्धका बारेमा बोल्छु। म आँखा चिम्म गरेको चाहिँ मलाई यो वाचन गर्दा गर्दै रिगाउन थाल्यो कि लगातार बोलिरहेको हुनाले भन्दै बिदा हुन्छ। हस्त नमस्कार।